हेलो गाइज नमस्ते। आज फेरि यो सुक्या दादा आइगयो यो भैँसा फोटा किन्न जो मोबाइल ल्याइको। आज फेरि हाम्रो ब्लग स्टार्ट यसो अलिकति गाउँतिरको भलक सलक गरिदिउँ। गाउँना मुन्सिया सम्झना आला भनेको भिडियो सिडियो बनाउनु लाग्यौँ आज। Oh my God! आइगयौँ हामी तल। क्या हो यो यही ठाका नाउँ क्या भन्नु पक कान्छा ए ढाइडिया तल ढाइडिया माथितिर उन आएका छौँ कालागाडा भन्ने ठाउँमा। ठ्याक्क आज हामी आइगयौँ यसो गाउँतिर अलि रमाइलो कमुन लाग्यो र आज फाएका छौँ हामी। फेरि आज ब्लग स्लग बनाऊ यसो भाइजाउँ न तल जङ्गलतिर भनेको। हामी पर त्यो क्या भन्दा भैमानौला तिदु थाम्न आएका छौँ क्या। तिदु थाम्ने भने भैमानौला। अब अरू हामी जान्दैनौँ गाउँ नाम चाहिँ। तिदु थाम्न आएका छौँ खान्छौँ भेटिन् कहीँ फलेउटी हलेउटी भेटिजान्छौँ कि एक दुईवटीको मेसेज गरिरहेको थियौँ। तिदु सिदु थाम्दै हामी खाना आउनु लागिछौँ भनेको। तिमीले त भाउ खाइन्छौ नौ मेसेजहरू नछोडिन् तिदु थाम्दै भन्यौ त ल ल तिदु थाम्दैछ। म भिडियो हेरौँ यस्तो बवाल तिदु पाके खा। म यहाँ खाएँ भने त मेरो अगाडि जाने त्यस्तरी पाएको छ है त है केटा। अब आज लुगा लबनाडा गइकन क्या बनाउने। अब त्यहाँ रुप्यौँ पनि सिद्धिको लबनाडातिर गएपछि खाजा खान पाइने। बेलुका निलौटा ओडलाई भोकै आउनु भन्दा अब तल हाम्रा यतातिर क्या तल बनतिर जाउँ भनेर एउटा साथी आयो है गाइज। बहुत मिहिनेत गरिरहेछ क्या तिदु खानलाई। यस्तो त्यो माथि 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 टपबाट हिँडेर आएको समथिङ पनि तपाईँको 8 किलोमिटर जति होला क्या बाटो। अझ एउटा भइमान्ने कुरो क्या अघि दरबार बिना कि महारानीलाई फनद्दै आएको कहाँ जान लाग्नुभयो भन्थ्यो नि तिदु थाम्नु भनेको। एगुरे फोन काटिन्न कहाँ ब्ल्याक लिस्टमा हालिन् क्यारौँ यस्तो छ समस्या। तिदु टिप्ने मान्छे पनि भेटाइसकेका छौँ। बरु हामीले तिनका स्याउला खेद्यौँला हामी रुख चढ्न सक्दैनौँ। तिदु टिप्दिया भनेका छौँ तलतिर गएकी छौँ धालौँ है। हाम्रो पुर्ख्यौली हाम्रा बाजेहरू गोठाला आउने ठाउँ हो। बबाल छ हाम्रा बाजे चल्ला मार्ने लिसो सिसो खेल्ने ठाउँ हो। टक्क फेरि आज चाहिँ हाम्रा बाजे साथ्या कि नाति नि भेटिकन अझ अब तिदु सिदु टिप्दिने आउलिन्। ल मजाको छ ठाउँ यही भन्नु छ। कहाँ आइ बाजी यहाँ भेट्न आएछ न बाजे छैनन् अप्रेसन तिदु टिप्दिनन् भने तिनकी गाई साई बाग्रा साग्रा खोज्ने हो केटा हो। सुक्या दादाले अब ती खोसिया गाई है गाइज। फाइनल्ली 12 वर्षपछि आइयो यो ठाउँमा भन्नाले यो ठाउँ त्यस्तो पराई ठाउँ त होइन। हाम्रै हजुरबाबुहरूले खाइ खेलाएको ठाउँ हो। 12-13 वर्ष भयो टक्क। आज यसो जाम्न कस्तो छ भनेर आएको। ल तिदु सिदु टिप्दिने भने हाम्रो यता फलेउटीहरूले तिदु सिदु खानिदिन्छन् है त। अघि अब एउटीको तिदु थाम्न जान लागि भने त फोन काटिन् अझै पनि त्यो भनिया थियो अझ नदेलिन्। तिदु टिप्ने भन्नु पऱ्यो अब सोसाइटीका साथ बोल्नु पऱ्यो। बवाल छ गाइज ठाउँ चाहिँ। तिदु थाप्ने मान्छे पनि पाइहाल्यौँ लागेका छौँ तिदु थाम्न अहिले। के अरे अलि धेरै थाम्दे है काचा ठाउँले अझ बवाल छ गाइज बवाल। यो भिडियो यी मान्छे 8 ठाउँसम्म पुऱ्याइदियो है गाइज। सेयर अरिको बठा पठाइदियो अझै होला रुखकै थाम्ने हो त्यो 2-3 दाना खाने होइन म। ल हामी आइगयौँ तलको हप्पै जङ्गल नाङ्गीको। तिदु कहीँ भेटिनन् अब यहाँ सफा भेटिएकी छन्। हामी त छाम्न लागेका छौँ है तिदु छाम्ने भने यहाँ आज 1900 मानौला तिदु टिप्न लागेका छौँ। हामी फेरि आफै टिप्दैनौँ क्या। हाम्रा त जहाँ गयो तिदु टिप्दिने काफल टिप्दिने मान्छे छ नि आएकाको तिदुको रुख टक्क। हामी त तल उफुरकुट्टी हालौँ होइन साली। ल टक्क यसरी बसिन्छ ट्याक्क। लौ त्यही टुप्पा गएर फालिन्छ सालीले। म टेस्ट गर्दैछु है सालीले फाले तिदु। लास्ट मिठो छ है गाइस खाने पनि। ए त खाने अघि होइन ओके है। ए फलेउटा तिदु खा। अब यहाँ तिदु छाम्न आयौँ। ओल्ला पल्ला रुखा 1-2 रुखा छाम्यौँ खायौँ। अब आया ठा सब खालौँ भन्यौँ जनौ खायौँ। हेर फेरि जङ्गल बहुत ठुलो जङ्गल छ। अनि एउटा ठुलै रुखा चढ्यो। अब हामी 2 आएको थियौँ मबाट बाहिर गोठाला आला आइरहेछन् 3 भयौँ गयौँ 3वटा तिदु थाम्न। अनि सजिला रुखा म पनि चढ्न सक्छु अलिअलि। अनि पछि अप्ठ्यारा रुखमा म चढ्न नसक्ने। अनि तँ फेदती बस हामी तिदु छाम्दा छौँ हल्लाइदिन्छौँ झाडिदिन्छौँ खाइ तँ रुखभन्दा भयो अगाडि जान्छ भने हो निकै भने होलान् भन्दा जब पछि त म तिदु हल्लाइदिन्छु भनेर हाँगा हल्लाएर काँचा दाना झाडे टिप्या छन् त काँचा दाना सुनियो फालिया छन्। फालिया म खोज्न तल पकाउनु गएँ। अब पाके तिदु खोज्न नहुने पनि गएँ। ती त कोही हाँगाबाट झड्या छन् त कहाँ भागे उही बन जान्छु भेटाउन जनौ। यी कहाँ गया कता गया त एक्लै अब घर केहारी जाउँ अब लेख तल औला आएको छु जनौ। यिनले त यति मको दुःख दिएर नभागिदिने या मको लैजाने या कहाँ गएको थिएँ कहाँ भागे त्यही केटो
भर्खर आएको थियो इन्डियन लाउरे मुन्छे भारू रुपियाँ लियो दियो र फकालो कहाँ लियो मेरा भाउजू अझ सुक्या दादा यहाँ तल नाउलीका ठेका आएर पनि दुःख पालो यार अब इन्थारा पकाउनु कता छ नि पुरै भिड मात्रै छ झन् हौ अब यहाँ जङ्गली जनावरै हड्नु डर मान्छन् म काउनु हडु यी लट्ठो काटेँ अब त सास फेर्दै जान्छु कहीँ देखिन नि त्यही कोछ्या पनि कहीँ देखिन्न त इ त्यहाँ निस्क्या ल हेर गाइस त्यहाँ देखि है तिनीहरू हेन्नीमा हेरौँ त यो बाँसको टुप्पोमा हेरौँ त बाँसको टुप्पोमा हेर्नु पारि सेतो ज्याकेट लगाएको ल अहिले भेटियो है केटा तिनीहरू खोल कहाँ गयो होला नि ओए कहाँ जाने हो त्यहाँ देखियो है गाइस त्यहाँ देख्यो यो बाँसको टुप्पोमा हेर्नु सेतो ज्याकेट लाग्यो एकजना अर्कोले चाहिँ रातो लाछ देखिन्न हाँटा बाइजाउँ ल तमीले यार दाइ त्यसो त अन्य होइन क्या झन् बिहान जाउँ त्यतिखेर खाउँला भनेर मैले तमीको ल्याएँ यार मको बोलाएकै कहाँ रुखबाट मलाई चप्पल कुर्न लाग्यो र यार कहाँ कोही हाँगाबाट फुत्त भाग्यो र कहाँ गयो अहिलेसम्म चप्पल कुरेर यार अहिले साथै आउँ त्यस्तो त अन्य नपर्ने हो क्या तमीले कहाँ त्यसो भन्नु खैजाउ न हुँको जान लागि बेला पछाडि गोजी खोजी छाप्दै थिएँ क्या बरु बिहा देखिछ ढुङ्गा गए बेला त जति दुखी त छापिरतिर हटा बाइजाउ भागौ एक थाहा नदेऊ भनेको हट्यायो अन्त रुबिया सुबिया चोरेर कता गई यार ए ल त्यसो भए त यार